विक्रम सम्वत 2057 असार 1 गते सिक्किमको गान्तोकमा जन्मिएका निवोङको जीवन सजिलो थिएन। उनी करिब 2.5 वर्षका हुँदा उनका बुवाले परिवार छाडेर गएका थिए। त्यसपछि उनी आफ्नै मामाघरमा हुर्किए। लगभग 15 वर्षको उमेरमा उनले पहिलो पटक नेपाली र्याप सुने। त्यो थियो यमबुद्धको साथी। उक्त गीतले उनको जीवनमा ठूलो प्रभाव पार्यो। उनले महसुस गरे कि र्याप संगीत मार्फत आफ्ना भावना र अनुभवहरू व्यक्त गर्न सकिन्छ। त्यसपछि सन् 2016 मा 16 वर्षको उमेरमा उनले आफ्नो पहिलो र्याप गीत तिम्रो साथ सार्वजनिक गरे। त्यो समय भितेन नेपाली हिपहपमा उडाउँदै थिए भने निवोङ विद्यालयको पढाइसँगै र्यापमा सङ्घर्ष गरिरहेका थिए। तर 2017 मा लागु पदार्थको कुलतका कारण उनले विद्यालय नै छाड्नु पर्यो। जिद्दी स्वभावका निवोङ लागु पदार्थको लतका कारण जेलसम्म पुगे। तर समयसँगै उनले र्यापलाई नै आफ्नो भविष्य बनाउने निर्णय गरे। सन् 2020 मा उनले इन्ट्रो गीत सार्वजनिक गरे, जहाँ उनले आफ्नो र आमाको सङ्घर्षको कथा सुनाएका थिए। कोरोना महामारी र लकडाउनको समयमा उनले 3 महिना कोठाभित्रै बिताए। त्यो अवधिमा उनले लागु पदार्थ र धूम्रपानबाट टाढा रहे। तर त्यही समयमा उनले आफ्ना 3 नजिकका साथीहरू लिलक्रुप्ता, प्रशान्त र सरोज राईलाई गुमाए। ती साथीहरूसँग उनी र्याप गाउने गर्थे। उनीहरूको निधनले निवोङ झन एक्लो बने। तर उनले हार मानेनन्। एक्लोपनलाई शक्तिमा बदल्दै उनले र्याङ्पो रास्कल नामको र्याप समुदाय स्थापना गर्न योगदान दिए, जसले सिक्किमको हिपहप संस्कृतिलाई अघि बढाउन मद्दत गर्यो। त्यसै क्रममा उनको जीवनमा सोना सुब्बा नामका एक व्यक्तिको आगमन भयो। उनले निवोङलाई सङ्गीतमा निरन्तरता दिन प्रेरणा दिए, आर्थिक सहयोग गरे र योजनाहरू बनाउन साथ दिए। तर दुर्भाग्यवश सोना सुब्बाको असामयिक निधन भयो। यो घटनाले निवोङलाई गहिरो चोट पुर्यायो र उनी फेरि लागु पदार्थको दुनियाँमा फर्किए। आफ्ना नजिकका अधिकांश मानिसहरू गुमाइसकेपछि उनले सोचे, अब यो कुलतले नै आफ्नो जीवन समाप्त गर्नेछ। त्यसपछि करिब 8 वर्षसम्म उनले लागु पदार्थको सेवन गरे। तर एक दिन उनले आफ्ना सपना सम्झिए। उनले महसुस गरे कि जीवन अझै सकिएको छैन। यही सोचका कारण सन् 2025 मा उनी विदेश गए। विदेश पुगेपछि उनले लागु पदार्थ पूर्ण रूपमा छाडे र आज उनी क्लिन तथा सोबर जीवन बिताइरहेका छन्। 8 वर्षपछि उनले सङ्गीतमा दमदार कमब्याक गर्दै असल गीत सार्वजनिक गरे। आज उनी भ्युमा जस्ता राष्ट्रिय कलाकारहरूसँग स्टेज सेयर गरिरहेका छन् र आफ्नो प्रतिभाले नयाँ उचाइ हासिल गरिरहेका छन्। निवोङको कथा केवल एक र्यापरको कथा होइन, यो सङ्घर्ष, हार, पीडा, पुनर्जन्म र सपनाको कथा हो। उनको यात्राले धेरै युवाहरूलाई प्रेरणा दिएको छ र अझै पनि दिइरहेको छ। हार मान्नुभन्दा सपना सम्झिनु राम्रो। निवोङको जीवनले यही सन्देश दिन्छ।